दर्शकबिन बाँके जिल्ला नेपालगञ्जको 2 नम्बर क्षेत्रमा आज विभिन्न दलमा आबद्ध युवाहरूलाई रासोपामा प्रवेश गराइँदैछ। के नेपालगञ्जको 2 नम्बर क्षेत्रमा पनि रासोपाले घन्टी बजाएर छाट्ने हो त? त्यो भने हेर्न बाँकी नै छ। लामाज्यूसँग पाल्नुभएका सम्पूर्ण मेरा सम्मानका लागि म हार्दिक अनुरोध गर्दछु। यहाँहरू सबैलाई पुनः जय घन्टी, जय घन्टी, जय घन्टी। अब हजुरहरू यहाँबाट एक पाइला अगाडि बढ्दा पनि क्षेत्रका सम्पूर्ण पदाधिकारीज्यूहरू, सभापति त स्वयं हाम्रा उम्मेदवार हुनुभयो विवेक कुमार आसन ग्रहणका लागि अनुरोध गरे। त्यसैगरी नेपालगञ्ज उपमहानगरका नगर सभापति आदरणीय नेता नवीन खड्काज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। भएको घन्टी लिएर हिँड्दा सबैको सातो गएको छ, घन्टी बोक्ने भनेर हामीलाई चाहिँ भनिरहेका छन्। हामीले मिडियामा पनि चाहे र कार्यक्रमलाई अगाडि बढाउने क्रममा सबैभन्दा अगाडि सबैले आफ्नो स्थानबाट उठेर राष्ट्रिय गान गाइदिन हुन। युवा भाइ हेमन्त चौधरीज्यूले आफ्ना केही भनाइहरू राख्न खोज्नु भएको छ। उहाँलाई मैले माइक्रोफोन धन्यवाद हजुरलाई। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण